हेलो एन्ड नमस्ते सबैजनालाई म फेरि पनि आएँ है त तपाईँहरूको जङ्क्स पाडा स्टाइल सो आज चाहिँ म हाम्रो गोकुल बास्कोटाकोमा चाहिँ कमेन्टहरू पढ्दैछु। गोकुल बास्कोटाले चाहिँ हिजो एउटा अब के भन्छ लेखेर क्याप्सनहरूमा केही हाल्नु भएको थियो। सो उहाँले यस्तो लेख्नु भएको छ, यु क्यान रिड है, म साइडमा पनि राखिदिन्छु। र अब त्यसको कमेन्टहरू पढौँ है त, हाम्रो 70 करोड बाजेको कमेन्टहरू पढौँ। ल, फर्स्ट कमेन्ट रहेको छ, 70 करोड पचाउन अब गाह्रो छ बाको माइलो छोरो भनेको। हाम्रो गोकुल बास्कोटा चाहिँ केपी बाको माइलो छोरो हो नि त फेरि होइन। जेठो छोरा चाहिँ को विष्णु रिमालहरू को पर्छ होइन आई डोन्ट नो। यो चाहिँ कडै हो, 70 करोड पचाउन अब गाह्रो छ बाको माइलो छोरो है त। सेकेन्ड कमेन्ट रहेको छ, 70 चोटि गङ्गामा डुबे पनि तिम्रो पाप पखालिनेवाला छैन। अरे ल, 70 करोड पखालिनेवाला छैन भन्न खोजेको होला, जोस् होइन छैन यो पनि। नाइस वान। नेक्स्ट कमेन्ट छ, 72 करोड खाएर डकार्न पाएको छस्, देश र जनतासँग घन्टा मतलब तँलाई साला काठा बाहुन भन्न खोजे होला। है अब गोकुल बास्कोटाले चाहिँ 70-72 करोडै खायो भन्छन्। अब त्यो हो कि होइन है, त्यो चाहिँ हामीलाई थाहा छैन एक्ज्याक्टली। अब त्यसको छानबिन पनि भएको छैन, केही पनि भएको छैन, तर हामीलाई पनि थाहा भएन त्यसको चाहिँ। नेक्स्ट कमेन्ट छ, सबैभन्दा पहिला त तेरै करङ खुस्काउने हो दलाल। अबे साले, तभी मेरा माफ करना, गुस्से में इधर उधर निकल। ओहो, गोकुल बास्कोटाको चाहिँ करङै फुकाल्ने अरे। ल, करङ फुसिने गरेर हान्ने भने होला दोस्तले। सही हो, सही हो। नेक्स्ट कमेन्ट छ, तिमीहरूलाई नेपालमा मर्ने मन छ भने राजा स्वीकार, नत्र नस्केला 7 पत्र भनेको। नेपालमै मर्न मन छ भने राजा चाहिँ स्वीकार भने होला, नत्र यिनीहरू नेपालमा मर्न पाउँदैन भन्नु खोजे। के हो यो, के हो? हस्, 70 करोड भन्नुभएछ उहाँले फेरि। हस्, धन्यवाद 70 करोड भन्नुभयो होला। एन्ड नेक्स्ट कमेन्ट छ, तिम्रो बाको थुतुनो बन्द गराएनौ भने झनै उग्र हुन्छन् मान्छे भनेको। केपी बाको मुख चाहिँ थुन्न पर्यो, धेरै बोल्न थाले केपी बा। यस्तो तरिकाले मान्छेहरू झन् के भन्छ त्यो निरुत्साहित हुँदै गइरहेछन्, झन् उग्र हुन्छन् भन्न खोज्नु भएको होला। एकदम नै हो, केपी बा चाहिँ अब अलि धेरै नै बोल्ने क्या, गफाडी बुढा, लास्ट गफाड्ने है। अनि काम चाहिँ यति नगर्ने, अनि गफ चाहिँ भयङ्करै ठेल्ने क्या बुढाले चाहिँ। नेक्स्ट कमेन्ट छ, राजतन्त्रको पुनर्बहाली त होस्, 70 करोड कसरी वसुल्नुपर्छ हामी आम जनतालाई राम्रोसँग थाहा छ भनेको। 70 करोड कसरी निकाल्नुपर्छ, उतार्नुपर्छ राजतन्त्र आएपछि भन्न खोज्नु भएको होला है त। नेक्स्ट कमेन्ट छ, 70 करोड फिर्ता गर्नु पहिला भन्नुभएछ। ल, गोकुल बास्कोटाजी 70 करोड फिर्ता गर्नु पर्यो अरे। ल, त्यो त कहाँ गर्छ, गर्दै गर्दैन, खायो पचायो सकायो, अब कहाँ गर्छ होइन। बुढाहरू त 70 करोडले आनन्द मोज मस्ती हानेर बसेका छन् माका डकहरू। नेक्स्ट कमेन्ट रहेको छ, राजा राजगद्दीमा बस्न अलि समय लाग्छ कि भनेको। तिमीहरूका यस्तै क्षुद्र बोलीले गर्दा राजा राजगद्दीमा बस्न र भ्रष्ट लुटेराहरूलाई सडकमा ल्याउन धेरै समय लाग्ला जस्तो लाग्दैन हौ। भ्रष्ट लुटेराहरू, ए नेता लुटेराहरू, तिमीहरूलाई सडकमा ल्याउन धेरै समय लाग्दैन। यस्तै यस्तै बोल्दै गयो भने, यस्तै यस्तै बेहोरा गर्न थाल्यौ भने तिमीहरूलाई धेरै समय लाग्दैन। ओके गाइज, तपाईँहरूलाई चाहिँ के कस्तो लाग्यो भन्नुहोस् है। अब गोकुल बास्कोटाले यो लेखेको राम्रो हो कि नराम्रो हो कि होइन, आफ्नो आफ्नो पक्षहरू, आफ्नो आफ्नो विचारहरू लेख्नु होला है त। हस्, थ्याङ्क यू।